माविका शिक्षक विद्यार्थीहरू आज एउटा छोटो शैक्षिक भ्रमण अथवा एउटा छोटो फिल्ड ट्रिपमा जाँदैछौँ। अहिले भर्खरै हामी फिल्ड ट्रिप र प्रस्थान गर्दैछौँ। विद्यार्थीहरू उत्साहित छन्। यहाँ उत्साहका साथ सबैजना सहभागी भइरहेका छन्। सर हाम्रो यहाँ हुनुहुन्छ, हाम्रो चाहिँ अरुण सर यहाँ चाहिँ सबैजना, हाम्रो शिवदेवी बाल क्लबकी अध्यक्ष नानी सबै म्याडम यहाँ हुनुहुन्छ। ओके साइहाङ भाइ के छ खबर? ओके हामी जोडिँदै गर्नेछौँ एकछिन। उता पछाडि के छ नानीहरूको खबर? ओके पुरै साङ्गीतिक छ माहौल चाहिँ। आदि उदि विद्यार्थी चाहिँ गाडीले मातेर बाटोमै झरिसकेका छन्। अब आज हामी सुदूरवासी छ त हाम्रो पुष्प सरको डान्स बवाल देखिरहेको छ। हेर्दैछ यतिखेर हामी गुम्बा आइपुगेका छौँ। अब केही क्षणपछि हाम्रो पिकनिक स्पोट थलथली पुग्दैछौँ।
म थोरै त चिन्नु पर्छ आज म त्यता एक साइड झर्के छैन अब उबाट आउन जानुपर्छ हेलो हेलो सुशील यता फर्काउ त पल्लोमा हुँदैन आ पार गिलास छ कि छैन नि यहाँ बाटो लगाउ नि तर अब पेय हजुर हजुर गिलास त एक डेढ एउटा मेडमको त अघि मैले यहाँ त हो पुष्पा अब थाल्नु पर्थ्यो त्यो छोडेर एकछिन प्लेट पनि एकै ठाउँमा राखिदिनु होला र तपाईसँग भएको भेटल स्पुन चाहिँ आफैले धोएर प्लास्टिक ठाउँमा राख्नु होला जसपछि हामी यसका लागि एक सबैजना स्टार है
खिचेर है त सुरु भइसक्यो होइन तपाईँको राम्रो छ प्रस्तुति राम्रो छ होइन यता हाम्रो सरहरूलाई पनि देखाउनु त एकलट होइन त हाम्रो यता चाहिँ ब्यालेन्सहरू हुन्छ मेन चाहिँ हाम्रो डाइरेक्टरै हो पिकनिकको अनि यता हाम्रो कृष्ण सर हाम्रो खसी नै उहाँकोबाट ल्याएको भनेपछि कत्रो पिकनिक हो त हाम्रो अन्त खसी नभए पिकनिक हुन्थ्यो त अनि हाम्रो भट्ट सर नभएको हाम्रो पुला बन्थ्यो त बन्दैन थियो नि त अनि यता हाम्रो हेड सरले म्यानेज नगरेको भए हाम्रो पिकनिक हुन्थ्यो त हुँदैन थियो नि त यता हाम्रो म्याम अनुकला म्याम हुनुहुन्छ उहाँले चाहिँ अचार नबनाएको हामी खाना पाउने थिएनौँ नि त अनि हाम्रो भाइ हुन्छ गुरुजी उहाँले गाडी नल्याइदिनु भएको भए हामी यहाँ आउनै पाउने थिएनौँ हामी त एकछिन पनि गएकै छैनौँ होइन एकछिन जाउँ सर एकछिन जाउँ क्या हामी त निस्केकै छैनौँ निस्केकै गऱ्यो नि होइन यसो गरौँ गाडी चाहिँ हिँडेर कोही जाँदैन हो म चाहिँ भन्दैछु हामीलाई भोक लागेको छ अब त्यो टाइम अफ भएपछि खाएको किन के हुन्छ 5 मिनट मात्रै 5 मिनट गएर 5 मिनट प्लेट त सक्यो जस्तो छ प्लेट नहकिनु पर्ने हो कतिले तपाईहरु हेर्न सक्नुहुन्छ ल सर तपाईँहरू हेर्न सक्नुहुन्छ हाम्रो भाइ बहिनी एकदम अर्ग्यानिक क्या
तपाईँ अगाडि गइदिएको मान्छेहरू आउनु बाँकी रहेछ